आजको यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो एकमुष्ट नमस्कार। आजको यो रचना वाचन कार्यक्रम, यो गजल मञ्चले आयोजना गरेको यो रचना वाचन कार्यक्रममा म यसरी आउन पाउँदा अत्यन्तै खुसी छु। वास्तवमा म साहित्यको सामान्य विद्यार्थी छु। नेपाली साहित्यलाई माया गर्ने मान्छे, अनि म यो लेख्ने ओर्नेमा चाहिँ मलाई त्यत्रो साह्रो भाती पुग्दैन, म लेख्दिनँ। मेरो साथीहरू लेख्नुहुन्छ, ओमकारजी, विवेकजी, हामी समकालीन सहपाठी साथीहरू, त्यस्तै गरी सन्तोष सर, यहाँ दिपचन्द दाइ पनि हुनुहुन्छ, अहिले गीत सुनाउनुहुन्छ। अब यहाँ यस्तो अप्ठ्यारोमा परेमा यो गीत गाउने भन्दाखेरि अब अलिकति तानामाना धेरै कुरो चाहिन्छ। त्यस कारणले गर्दा म गीत गाउँदिनँ, तर गीत वाचन गर्छु। मैले अहिले यहाँ बस्दाखेरि मेरो अगाडि उभिरहनु भएका मेरा दुईजना मित्र, ओमकारजीको एउटा गीत मैले बनाएको छु। म गाउने मान्छे हो, यहाँलाई अब यति चाहिँ भन्ने आँट गर्छु। दुई चारवटा गीतहरू गाएको छु, अनि एक दुईवटा गीतमा यसो लय भर्ने काम, सङ्गीत गर्ने काम पनि गरेको छु। ओमकारजीको एउटा गीत मैले भर्खरै बनाएको छु, अनि विवेकको पनि अलिक अगाडि, उसको चाहिँ मैले पत्रिकामा भेटेर बनाएको, उसलाई थाहा छ छैन, उसले बिर्स्यो होला त्यो गीत। र पनि म वाचन गरेर अलिकति थोरै लय मैले बनाएको अलिकति सुनाउँछु, त्यहाँबाट वाचन गर्छु। पहिला वाचन गर्छु, त्यसपछि लय भन्छु। ओमकारजीको मेरो माया तिम्रो लागि कथा नबनोस्, जुनी जुनी बल्झिदिने व्यथा नबनोस्। मेरो माया तिम्रो लागि कथा नबनोस्, जुनी जुनी बल्झिदिने व्यथा नबनोस्। आँसु बग्दा गहभरि मेरो नाम नलेखियोस्, आँसु बग्दा गहभरि मेरो नाम नलेखियोस्। तिम्रो पीडाभित्र मेरो प्रतिबिम्ब नदेखियोस्। एउटा रुने अर्को हाँस्ने प्रथा नबनोस्, जुनी जुनी बल्झिदिने व्यथा नबनोस्। अलिकति त्यसको लय चाहिँ मैले यस्तो बनाउने कोसिस गरेको छु। अब यो हावामा कता उड्छ कि पनि कोसिस गर्छु र। मेरो माया तिम्रो लागि, मेरो माया तिम्रो लागि कथा नबनोस्, जुनी जुनी बल्झिदिने व्यथा नबनोस्, व्यथा नबनोस्। अलिक गाह्रो ओमकारजीको। अब विवेकजीको अलिकति पहाड कि, यो चाहिँ गजल हो क्यार जस्तो लाग्छ। पहाड कि रानी तिमी मधेसतिर झर्दैछौ रे, मेरो प्रीति हृदयमा मनोमानी गर्दैछौ रे। म त साथीहरूको पनि कण्ठ रटेर राख्छु कि मन परेपछि। पहाड कि रानी तिमी मधेसतिर झर्दैछौ रे, मेरो प्रीति हृदयमा मनोमानी गर्दैछौ रे। आफ्नो रित्तल सजाउन मेरो तस्बिर टाँस्ने तिमी कुन्नी कसको तस्बिर बोकी प्रीति तिमी भर्दैछौ रे। पहाड कि रानी तिमी मधेसतिर झर्दैछौ रे, मेरो प्रीति हृदयमा मनोमानी गर्दैछौ रे। अब यस्तो मैले बनाएको थिएँ धेरै अगाडि, यो चाहिँ अलिकति गाइहाल्छु ल अगाडिको। पहाड कि रानी तिमी, पहाड कि रानी तिमी मधेसतिर झर्दैछौ रे, मेरो प्रीति हृदयमा मनोमानी गर्दैछौ रे।